स्ट्रिङ भनेको चाहिँ टेक्स्ट हो कि बेसिकली यसमा चाहिँ कोट हुनसक्छ, सिङ्गल कोट, डबल कोट, ट्रिपल कोट जुन हुनु पनि सक्छ। ट्रिपल कोट भनेको खास स्ट्रिङ भन्दा पनि डक स्ट्रिङ हो है। डक भन्नाले डकुमेन्टेसनको लागि युज गरिन्छ कि यो नर्मली अरू ठाउँमा युज गरिँदैन कि हामीले त्यो ख्याल गर्नु पऱ्यो। अनि डबल कोटहरू चाहिँ र सिङ्गल कोटहरू चाहिँ मिक्स गर्नु भएन, जुन पनि युज गर्नु मिल्छ तर दुइटै युज गर्नु मिलेन है। जस्तो एउटा इक्जाम्पल दिन्छु, जस्तो माई नेम भनेर मैले यहाँ सपोज एउटा नाम दिएँ अरे होइन, माई नेम इक्वल्स टु ह्यारी प्रसाद यस्तो केही नाम छ अरे होइन। अगाडि मैले डबल कोट दिने, पछाडि सिङ्गल कोट दिने गर्नु भएन है। अगाडि जुन स्टाइलको कोड युज गरेर त्यही स्टाइलको कोड युज गर्नु पऱ्यो पछाडि, त्यो भन्न खोजेँ हो। त्यो भयो। अनि त्यसपछि के छ, इन्डेक्सिङको कुरा छ। स्ट्रिङ इन्डेक्सिङको मिनिङ के हुन्छ भन्दाखेरि जस्तो यहाँ ह्यारी प्रसाद लेखेको छ नि, जस्तो मैले यो माई नेम छ, माई नेमको सपोज मैले फर्स्ट क्यारेक्टर एक्सेस गर्नु पऱ्यो भने चाहिँ यसरी एक्सेस गर्न मिल्छ कि डब्बा, अनि डब्बामा 0 भनेको इन्डेक्स गर्न खोजेको कि यसलाई इन्डेक्स गर्ने भनिन्छ है। अनि पाइथनमा चाहिँ हामीले यो स्ट्रिङहरू अथवा लिस्टहरू 0बाट स्टार्ट हुन्छ कि काउन्ट गर्दाखेरि चाहिँ, भनेको मैले यसको 0वाला एलिमेन्ट भन्यो भने एच आउँछ कि 1 पोजिसनमा भएको एलिमेन्ट भन्यो भने ए आउँछ कि त्यसरी आउँछ है, त्यो बुझ्नु पऱ्यो। अनि यो हेर्नको लागि प्रिन्ट पनि गर्नु पऱ्यो। जस्तो प्रिन्ट गरेर हेरौँ न, एच आइरहेछ नि है, यहाँ तल देखिरहेछ एच आइरहेछ यहाँ, त्यही हो। त्यस्तै 1 भन्यो भने चाहिँ ए आउँछ, ए आउँछ। -1 भन्यो भने चाहिँ पछाडिको आउँछ, केही नै आए जस्तो छैन तर स्पेस आइरहेछ है, यहाँ स्पेस छ पछाडि। जस्तो अब चाहिँ डी आउँछ, त्यसरी के यसरी हामीले इन्डेक्स गर्नु मिल्छ कि। त्यो भयो अगाडिको पछाडिको कुराहरू होइन। त्यस्तै 0देखि सपोज कति 0 1 2 3 4 यसरी गऱ्यो भने चाहिँ हामीले यसरी के भन्छ त्यो स्लाइसिङ पनि गर्नु मिल्छ है। यसलाई स्लाइसिङ भन्छ है, काटे जस्तो कि ठ्याक्क हामीले इन्डेक्सहरू पास गरेर यसलाई यहाँको फर्स्ट लेटरबाट ठ्याक्कै यो पोजिसनको लेटरसम्म मैले काटेँ भनेर कि त्यसरी काट्नु मिल्छ है। त्यो कुरा गर्नु पनि मिल्छ, हाम्रो इच्छा। त्यही इन्डेक्स 0बाट स्टार्ट हुन्छ, नेगेटिभ इन्डेक्स -1बाट स्टार्ट हुन्छ। नेगेटिभ इन्डेक्स युज गऱ्यो भने चाहिँ यताबाट काउन्ट गर्छ कि -1 भन्यो नि यहाँ, -2 भन्यो नि यहाँ, -3 भन्यो नि यहाँ, थर्ड लेटर भने जस्तो हुन्छ कि पछाडिबाट, त्यसरी गर्न मिल्यो। त्यो भयो। जस्तो यहाँको इक्जाम्पल हेर्नु नि, पाइथन छ होइन, PYTHON, यो 0 इन्डेक्स भयो, 1 इन्डेक्स भयो, त्यसरी। अब त्यस्तै -1 भन्यो भने n हुन्छ, -2 भन्यो भने o हुन्छ, -3 भन्यो भने यो हुन्छ, त्यसरी कि त्यो गर्न मिल्यो। अनि यहाँ अर्को कुरा चाहिँ यहाँ स्ट्रिङलाई चाहिँ हामीले क्यारेक्टरको एरे भन्न मिल्छ। यहाँ माथि भनेछ यो क्यारेक्टर एच एउटा क्यारेक्टर हो, ए एउटा क्यारेक्टर हो, आर एउटा क्यारेक्टर हो कि सी गरेको भए चाहिँ क्यारेक्टर एरे भनेर एक्सप्लिसिटली बनाउनु पर्थ्यो, तर पाइथनमा चाहिँ त्यो छैन। पाइथनमा हामीले खासै त्यो कन्सेप्ट बिर्सिँदा नि हुन्छ, तर त्यही जस क्यारेक्टर मिलेर स्ट्रिङ बन्ने रहेछ है भन्न पाइयो। अनि स्लाइसिङ अघि मैले देखाएको थिएँ, स्लाइसिङ गर्नको लागि स्टार्ट र एन्डहरू पास गर्न मिल्छ। त्यो अघि मैले गरेको थिएँ, यहाँ 0देखि मैले कतिसम्म 5सम्म गरेको थिएँ नि अघि, अनि ह्यारी आइरहेको थियो नि अघि, त्यो हो। सपोज 0देखि 3 भनेको कति 0 1 2 जस्तो के आएको थियो भनेर ख्याल गरौँ एक्चुअली। 0देखि 3 गऱ्यो भने 3टा लेटर आइरहेछ नि, भनेको अगाडि 0वाला इन्डेक्सको आउँछ, 1वाला इन्डेक्सको आउँछ, अनि 2वाला इन्डेक्सको आउँछ, 3को आउँदैन कि, भनेको पछाडिको एक्सक्लुसिभ हुन्छ कि, त्यो ख्याल गर्नु पऱ्यो। अनि यहाँ चाहिँ एउटा कुरा पास गर्न मिल्छ कि हामीले, त्यो के हो भन्दाखेरि चाहिँ जस्तो यहाँ स्टेप पास गर्न मिल्छ कि हामीले। जस्तो अब हेरौँ है, अब हेऱ्यो भने एच र आर आइरहेछ नि, यो के हो भन्दाखेरि चाहिँ यो जम्प साइज हो कि क्यारेक्टरको बिचको, त्यो कति राख्ने भन्ने कुरा हो। त्यो यहाँ इक्जाम्पल छ होला, जस्तो यसैबाट हेर्दाखेरि भयो स्टेप स्लाइसिङ, जस्तो एभ्री सेकेन्ड क्यारेक्टर जस्तो भनेर गर्नु। जस्तो यहाँ पाइथन प्रोग्रामिङ छ नि, मलाई पी चाहियो, टी चाहियो, त्यसपछि ओ चाहियो, त्यसपछि यहाँ के चाहियो अरू त्यस्तै केही, त्यो गर्दै गर्दै चाहियो भने चाहिँ अब यहाँ त्यो के अरे स्लाइसिङ गर्दै जाँदाखेरि चाहिँ स्टेप कति भन्दा 2 भन्नु पऱ्यो कि। त्यस्तै रिभर्स गर्नु पऱ्यो कुनै स्ट्रिङलाई भने, रिभर्स गरेर हेरौँ न, रिभर्स गर्नु सजिलो हुन्छ। जस्तो यो हरिप्रसाद भन्ने नाम छ नि, यो नामलाई चाहिँ रिभर्स गरेर हेरौँ, कहिले इन्टरभ्यूमा पनि सोध्छ नि, अब रिभर्स कसरी गर्ने भनेर। सपोज यहाँ एउटा भ्यारिएबल बनाऊँ, रिभर्स स्ट्रिङ भनौँ अथवा रिभर्स्ड नेम भनौँ यसरी। अनि त्यसपछि यो माई नेम भन्ने छ,
माई नेम भन्ने बालालाई चाहिँ के गर्नु पर्यो रिभर्स गर्नु पर्यो त्यो रिभर्स गर्नको लागि हामीले स्लाइसिङ युज गर्नु पर्यो हैन भनेपछि सुरुमा के गर्नु पर्यो भन्दाखेरि हामी लास्टबाट अगाडितिर आउनु पर्यो जस्तो -1 गरेर 0 सम्म आएम भने के आउँदो रहेछ भनेर प्रिन्ट रिभर्स नेम भनेर रन गर्यो भने चाहिँ केही नै आउँदैन नि किन भयो होला यस्तो भन्दाखेरि चाहिँ स्लाइसिङले चाहिँ जहिले पनि यसरी काम गर्छ कि लेफ्ट टु राइट जस्तो भनौँ न -1 भनेको डी बाट स्टार्ट चाहिँ हुन्छ तर 0 भन्नाले अब यो यता चाहिँ जाँदैन कि त्यही भयो यहाँ चाहिँ अब त्यो कसरी रिभर्स गर्न मिल्छ भने चाहिँ हामीले स्टेपको वाला ट्रिक युज गर्न मिल्छ कि जस्तो मैले नलेख्न पनि मिल्छ कि जस्तो स्टार्ट अनि एन्ड यो थियो नि अगाडिको यो पोर्सन यसमा चाहिँ स्टार्ट कहाँ हो स्लाइसिङको यहाँ स्टार्ट अनि एन्ड र स्टेप लेख्नुपर्छ भनेछ नि खास स्लाइसिङ गर्नको लागि भनेको सानो सेक्सन चाहियो भने चाहिँ स्ट्रिङको सानो सेक्सन चाहियो भने चाहिँ यो तिनटै लेख्नुपर्छ भनेछ तर अप्सनल हुन्छ कि यो कलर मात्रै लेखि नै पुग्छ कि भनेको दुईटा कलर खास यस्तो हो नि त जस्तो यहाँ अगाडि स्टार्ट हो अनि त्यसपछि यहाँ चाहिँ एन्ड हो अनि यहाँ चाहिँ स्टेप हो नि त स्टेप तर यो नलेख्दा पनि हुन्छ कि मैले कलम मात्रै राख्दा पनि काम गर्छ कि सेम काम गर्छ कि यति केही पनि मैले पास गरिनँ भने चाहिँ केही पनि भनिनँ भने चाहिँ फुल रिटर्न गर्छ कि नाम हरिप्रसाद पुरा नाम रिटर्न गर्छ हैन अब अगाडिदेखि पछाडिसम्म सबै क्यारेक्टर्सहरू चाहियो तर रिभर्स चाहियो भने चाहिँ मैले पछाडिको स्टेपलाई -1 मात्रै बनाइदिएँ भने चाहिँ रिभर्स भएर आउँछ कि हेऱ्यो भने यताबाट पढ्यो भने हरिप्रसाद जस्तो देखिन्छ नि स्ट्रिङ फर्मेटिङमा जाउँ अब स्ट्रिङ फर्मेटिङ गर्नको लागि चाहिँ हामीसँग 2-3टा तरिका छ एउटा भनेको एकदमै पुरानो तरिका छ त्यो स्ट्रिङ फर्मेट युज गरेर त्यसरी गर्न मिल्छ हैन त्यो भयो तर हामीले यसरी युज गरिदैन अथवा कन्क्याटिनेसन गर्न पनि मिल्छ सिस्टल फर्मेटिङ पनि सपोज गर्छ पाइथनले त्यो भन्न खोजेको यहाँ एक्जाम्पल छ भने चाहिँ जस्तो हेरौँ है जस्तो यहाँ प्रिन्ट भनेर अनि माई जीपीए इज भनेछ अनि यहाँ पर्सेन्टेज भनेछ नि पर्सेन्टेज भनेको अहिलेको लागि प्लेस होल्डर हो कि अब यहाँ के आउँछ भन्दाखेरि 0.2 भनेको चाहिँ पछाडि डेसिमल पछाडि 2 डेसिमल प्लेसेससम्म भएको एफ भनेको फ्लोट आउँछ कि अनि त्यसरी अनि यहाँ चाहिँ पर्सेन्टेज जीपीए भनेर लेखेर यहाँ अहिलेको लागि फ्लोटकै लागि इक्जाम्पल लिउँ न 10.2 10.3 लिउँ अनि त्यसपछि प्रिन्ट भनौँ अनि त्यसपछि यहाँनेरि चाहिँ अनि त्यसपछि नम्बर इज भनौँ अनि त्यसपछि हामीले त्यो प्लेस होल्डर राख्न मिल्छ न ए राख्न मिल्छ ए राखेर हेरौँ के हुन्छ भने नम्बर इज भन्यो पर्सेन्टेज ए भन्यो पर्सेन्टेज ए भनेर यहाँ चाहिँ पर्सेन्टेज ए अब हेऱ्यो नि नम्बर इज भनेर हामीले यो नम्बर चाहिँ बाहिर दिनु पर्यो हैन नत्र नर्मली मैले सीमा चाहिँ यसरी लेखिन्छ सोच्थेँ कि जस्तो यो त प्लेस होल्डर हो नि त एउटा भेरिएबलको लागि अनि भेरिएबल चाहिँ बाहिर दिनु पर्यो नि त यसरी नै काम चाहिँ गर्दो रहेछ है ए नगर्दो रहेछ सरी कमा लेख्यो भने चाहिँ कन्क्याटिनेट गर्दो रहेछ कि यो यतिकै लिन्छ प्लस अनि यो जोड्दो रहेछ कि त्यही भएर कमा लेख्नु भएन है त्यहाँ पर्सेन्टेज लेख्नु पर्यो त्यो भयो अनि त्यस्तै अर्को चाहिँ स्ट्रिङ फर्मेट हुन्छ स्ट्रिङ फर्मेट भनेको यो मेथड युज गर्न मिल्छ यो मेथड युज गरेर पनि त्यही गर्न मिल्यो पोजिसनल आर्गुमेन्ट दिएर चाहिँ जस्तो यसमा चाहिँ के छ भन्दाखेरि चाहिँ बेसिकली हामीले यो स्ट्रिङ दिनु मिल्छ पहिला सुरु जस्तो यो छ नि नम्बर इज भन्नु पर्यो अनि त्यसपछि हामीले जस्तो यो कर्ली ब्रेसेस दिएर यहाँ चाहिँ मेरो भेरिएबल आउँदैछ है भन्न मिल्छ कि अनि डट फर्मेट भन्न मिल्छ अनि डट फर्मेटको भित्र चाहिँ मैले कुनै भ्याल्यु पास गर्न मिल्छ यहाँ भनिरहेको छ जस्तो आर्गुमेन्ट्सहरू के लिन्छ भन्दा लिटरल स्ट्रिङ लिन्छ कि जस्तो यहाँ पास गरिरहेछ नि नेम र एज भनेर भेरिएबलहरू पास गरिरहेछ त्यस्तै मैले यहाँ नम्बर इज भनेर चाहिँ ए पास गर्न मिल्छ कि अनि मैले रन गरेँ भने चाहिँ नम्बर इज 10.3 भन्छ कि यो भयो ए यहाँ छ ए चाहिँ मैले यहाँ पास गरिरहेको छु अनि यो चाहिँ यहाँभित्र लगेर हालिदिन्छ कि हैन कति झन्झट जस्तो चाहिँ छ र हेर्दाखेरि त्यो अब हामीलाई चाहिँ यो सबै कुरा एकदमै झन्झटिलो नहोस् भनेर चाहिँ हामीलाई पाइथनको डेभलपरहरूले चाहिँ एकदमै राम्रो कुरा दिएछन् कि अहिले नयाँ भर्जनमा नयाँ भन्नाले अलि टाइम भयो आएको चाहिँ तर त्यही अगाडि एफ लेख्यो भने चाहिँ मैले यहीँभित्र पास गर्न मिल्छ कि ए भनेर यसरी यसलाई चाहिँ फर्मेटेड स्ट्रिङ भनिन्छ कि अगाडि एफ लेख्ने अनि त्यसपछि स्ट्रिङ लेख्ने अनि यो भ्यालु चाहिँ यहाँभित्र पास गर्ने यसलाई फर्मेटेड स्ट्रिङ भन्छ अनि सबैभन्दा कमन हुनाले एकदमै कमनली युज गरिन्छ कि जहाँ पनि के हामीले फर्मेटेड स्ट्रिङ युज गर्ने अरूवाला स्ट्रिङ युज नै गरिँदैन कि हामीले जापे त्यो हो त्यही छ यो एफ स्ट्रिङ मैले देखाएको वाला यो भयो हैन
अनि यो चाहिँ पर्सेन्टेज लेख्नुभन्दा अझै बढी रिडेबल छ कि त्यो भयो। अनि पाइथनमा फर्मेट स्ट्रिङ बाहेक अरू टाइपको स्ट्रिङ पनि हुन्छ है, जस्तो अहिले आएको नयाँवाला स्ट्रिङ भनेको चाहिँ टेम्प्लेट स्ट्रिङ्सहरू पनि नयाँ आउँछ कि, सरी इन पाइथन जावास्क्रिप्टमा होइन। पाइथनमा चाहिँ मोडर्न पाइथनमा एकदमै मोडर्नवाला फिचर हो है हुन चाहिँ 3.14 प्लसमा छ। जस्तो यो छ नि नम्बर इज भनेर मैले भने नि, जस्तो यो कुरालाई चाहिँ मैले केहीमा स्टोर गरेर राखौँ न अनि बुझिन्छ सजिलै। अझै सपोज फर्मेटेड स्ट्रिङ लिम एउटा होइन, कुनै एउटा डेटाबेसमा केही क्वेरी छ अरे होइन, इन्सर्ट इन्टु डिबी वेयर युजर इज यस्तो केही होइन, युजर इज अनि राम भनौँ न। यहाँ मैले युजरको नाम चाहिँ बाहिरबाट पास गरिरहेको छु कि सपोज होइन, युजर अन्डरस्कोर नेम रे सपोज है। यो सपोज मेरो एकदमै सिम्पलवाला इक्जाम्पल छ। माथि चाहिँ मैले युजर नेम भनिरहेको छु, कतै युजर नेम इक्वल्स टु ह्यारी भनेर। अब अहिले हेऱ्यो भने चाहिँ यो स्ट्रिङ हो नि होइन, हो नि यो स्ट्रिङ हो। त्यस्तै यहाँ मैले केही एउटा मैले नम्बर पास गर्न मिल्छ, रोल 234 अरे सपोज, इन्सर्ट इन्टु डेटाबेस वेयर युजर इज त्यो, अनि त्यसपछि त्यस्तै एन्ड रोल इज, अनि त्यस्तै यहाँ केही रोल भनेर यसरी पास गर्न मिल्छ हो। सपोज यो एउटा स्ट्रिङ भयो कि, अब यो चाहिँ मैले सपोज यहाँ एउटा स्टेटमेन्ट भनेर मैले सेभ गरेर के हुन्छ भनेको, मैले केही गरेँ होइन, मैले एउटा स्ट्रिङ बनाइरहेको छु कि, एउटा स्ट्रिङ बनाइरहेको छु जुनमा चाहिँ भ्याल्युजहरू अन्त कतैबाट आइरहेछ कि, यहाँ युजर नेम होला, यता पासवर्ड राख्न मिल्ला होइन, जे पनि राख्न मिल्ला कि। अब के हुन्छ भनेर हामीले सर टाइप हेऱ्यौँ भने चाहिँ यो जुन भेरिएबल मैले बनाएँ नि, यो भेरिएबलको अब टाइप मैले सर चेक गरेँ भने चाहिँ वेट मैले टाइप लेख्न बिर्सेछु कि अगाडि, फेरि त्यो प्यारेन्थेसिस छुटेछ। अब टाइप हेऱ्यो भने चाहिँ स्ट्रिङ हो नि यो होइन अहिले के, जस्तो मेरो यो स्टेटमेन्ट छ ठिक छ, तर यो स्टेटमेन्ट चाहिँ अब स्ट्रिङ भयो कि होल्ली कि होइन। अब यहाँ पहिला त जेसुकै भेरिएबल होला, यहाँ सपोज पहिला डिक्सनेरी आएको भए पनि, अथवा यहाँ पासवर्ड आएको भए पनि, यहाँ सेन्सिटिभ केही आएको थियो भने पनि, यहाँ केही नम्बर आएको थियो भने पनि जे आउनु पनि सक्छ नि त। भनेको हामीले यो जुन इन्फर्मेसन छ नि यो चाहिँ डिस्कार्ड गऱ्यौँ क्या अहिले, अनि इन्फर्मेसन सबै हटाएर यसमा चाहिँ हामीले के राख्यौँ, स्ट्रिङ राख्यौँ। नामै फर्मेटेड स्ट्रिङ छ नि त, त्यही भएर अब स्ट्रिङ राख्छौँ कि यहाँ त्यो भयो होइन। एफ स्ट्रिङ राख्दाखेरि चाहिँ त्यो हुन्थ्यो, तर टेम्प्लेट स्ट्रिङमा के हुन्थ्यो भन्दाखेरि चाहिँ त्यो इन्फर्मेसन चाहिँ लस्ट हुँदैन कि। म यही इक्जाम्पल कपी पेस्ट गरेर देखाउँछु सजिलो। जस्तो यहाँ जमाना जस्तो मेरो अहिले पाइथनको भर्जन एकचोटि चेक गरौँ, सरी भर्जन 3.1 3.1 रहेछ। मेरोमा त्यस्तो साह्रो कटिङ एज छैन है, तर बेसिकली आइडिया के हो भन्दाखेरि चाहिँ यो जुन यहाँबाट मैले इम्पोर्ट गरिरहेको छु नि, यो इम्पोर्ट गरेर मैले यहाँ टेम्प्लेट स्ट्रिङ बनाएँ भने चाहिँ म यहीँबाट देखाउँछु। यो टेम्प्लेट स्ट्रिङ मैले बनाएँ भने अब यो टिएमपिएलको टाइप मैले चेक गरेँ भने चाहिँ स्ट्रिङ हुँदैन कि, यसको टाइप अलिकति अर्कै हुन्छ कि। जस्तो यहाँ सोध्यो भने वाट इज टाइप अफ टिएमपिएल हियर, जस्तो यहाँ जाउँ, यसको टाइप चाहिँ स्ट्रिङ होइन भनेर चाहिँ स्ट्रक्चर्ड अब्जेक्ट हो, अनि त्यसको टाइप चाहिँ यहाँ सोध्यो भने चाहिँ स्ट्रिङ डट टेम्प्लेट लिभ डट टेम्प्लेट भन्छ कि। त्यो भन्न खोजेको चाहिँ यदि हामीले त्यो के भन्छ त्योवाला स्ट्रिङ टेम्प्लेट युज गऱ्यौँ भने चाहिँ, अनि त्यसमा चाहिँ यो जुन भेरिएबलहरू युज गरिरहेको हुन्छ नि भित्र यसरी होइन, नेम छ प्लेस छ जुन युज गरिरहेको छ, यो चाहिँ पछि त्यहाँबाट रिकभर गर्न मिल्छ कि। जस्तो अगाडिको मेरो जुन इक्जाम्पल थियो नि युजर नेम, यो चाहिँ हामीले टेम्प्लेट स्ट्रिङ युज गरेर गरिरहेको थियौँ भने चाहिँ स्टेटमेन्ट डट युजर नेम भनेर यो एक्सेस गर्न मिल्थ्यो कि, स्टेटमेन्ट डट पासवर्ड भनेर यो एक्सेस गर्न मिल्थ्यो। यो अहिले चाहिँ हामीलाई खासै काम लाग्दैन, एक्सपेरिमेन्टल फिचर चाहिँ छ। कम्प्लेक्स नम्बर्स भयो, बिल्ट इन भयो,